यो आफ्नो मान्छेबाट देश लुटाउने र देशलाई टाट पल्टाउने र विदेशीको ऋण 26 खरब विदेशी र आन्तरिक ऋण दुटी मिलाएर 26 खरब पुर्याउने खतरा त्यहाँबाट छ। नेपाललाई गरिब बनाइदियो कि राजाले सबैलाई पासपोर्ट थमाएर विदेशमा पठाइदियो। नेताहरूको लगानी गएर हेर्नुहोस् कि प्राइभेट कलेज स्कुलहरूमा नर्सिङ होममा अस्पतालमा कति छ। जनता पीडित छ नि, राजा पीडित होइन नि। पीडित यो देशको जनता हो, सामान्य जनता हो। चाहे पहाडमा बस्ने जनता हो, चाहे मधेसमा बस्ने जनता हो, चाहे हिमालमा बस्ने जनता हो। त जनता पीडित भएपछि त्यो व्यवस्था रहँदैन। राजाको पालामा जति नृशंस काम भएको थियो त्योभन्दा बढी भ्रष्टाचार, त्योभन्दा बढी आफ्नो तन्त्र। एउटा कुरा, राजा कुन आफ्नो श्रीमतीलाई मन्त्री बनाएको छ त? शेरबहादुर त आफ्नो श्रीमतीलाई मन्त्री बनाएको हो, थोरै काङ्ग्रेसको मान्छेलाई मन्त्री बनाएको हो। त्यो कहिलेको काङ्ग्रेस हो? शेरबहादुरको श्रीमती भएर मन्त्री बनेको नि। राष्ट्रपतिले 7वटा सल्लाहकार राख्नुभएको छ मन्त्री स्तरको। त्यो के काम हो सल्लाहकारको? जनता लुट्ने काम होइन। संसदमा 2/3 छ, 2/3 त शेख हसिनाको पनि थियो नि। श्रीमतीलाई नियुक्ति गरेर ठिक, ऊ आफ्नो सालोलाई नियुक्ति गरेर ठिक। अब अहिले कुलमान हटा छैन, एउटा नेताको सालोले पैसा थपिसकेछ एउटा मान्छेसँग एमडी बनाउनलाई। यो कुराहरू त जनता बुझिरहेछ नि। जब हामी बुझ्छौँ त जनता पनि बुझिरहेछ नि। त्यस काङ्ग्रेस एमालेको कारणले गणतन्त्रको खतरा राजावादीबाट छैन, काङ्ग्रेस एमालेबाट खतरा छ। प्रदीप पौडेल हुन्जेलसम्म त्यो स्वास्थ्य मन्त्रालयमा बाहुन बाहेक कोही पनि अन्य जात, पहाडको क्षेत्री पनि खुसी नहुँदा हुन्छ, या जनजाति, दलित, महिला, मधेसी कोही हुँदैन। यो जुन कमिसन तन्त्रबाट जुन सरकार चलिरहेछ, भ्रष्टाचार तन्त्रबाट चलिरहेछ, खतरा त्यहाँबाट। जनता यो देशको मालिक हो। यिनीहरूले मान्छे मार्दा पाउने। हिजोको दिनमा पारसले पुलिस कुटिया थियो भने त अहिले एमालेको कार्यकर्ता पारसै जस्तै कुटिया छ नि। छोटो सोध्नु ल, हात दुख्छ फेरि। कसले सोध्ने हो? अस्ति 25 गते मात्रै राष्ट्रसंस्था पक्षधरहरूले कुटगराजा ज्ञानेन्द्र शाहको स्वागतमा जुन भुल प्रदर्शन गरे, त्यो प्रदर्शनले चाहिँ गणतन्त्रवादीहरूको जग हल्लियो भनेर उनले दाबी गरिरहेको छ। तपाईँलाई त्यस्तो लाग्छ? होइन, राजाबाट गणतन्त्रको खतरामा कहीँ देखिँदैन। खतरा काङ्ग्रेसको नेता र एमालेको नेताबाट देख्छु। किनकि हामी नेपाली जनताले लोकतन्त्र लागेको हो, नेतातन्त्र लागेको होइन। नेताले आफ्नो श्रीमतीलाई मन्त्री बनाउन लागेको होइन, कुनै भ्रष्टाचारीलाई संरक्षण गर्नको लागि होइन। कुन राजावादीबाट युनिभर्सिटीको रेक्टर अफिस तोडफोड भएको छ त्यो मलाई बताउनुहोस् त। अहिले पनि रेक्टर, आजै मैले बोलेको छु त्यो बारेमा, संसदमा पनि बोलेको छु र रेक्टरले अहिले अफिस पनि गएको छैन कि गृहमन्त्री आएपछि देखाउँछु कि तपाईँको विद्यार्थी यस्तै तोडफोड गर्ने हो। त्यतिकै टेबल पल्ट्याएको छ, सिसा फुटिएको छ, सोफा टुटिएको छ। त्यस कारणले हिजोको दिनमा पनि बहुदल काङ्ग्रेस एमालेबाट खतरा भएर गएको माघ 19को घटनाभन्दा पहिला सम्झिनुहोस्। इतिहास रिपिट इट्सेल्फ भन्छ, इतिहास आफै पुनरावृत्ति गर्छ। शेरबहादुरजीकै नेतृत्वमा एमाले बहुदल खाएको हो। माघ 19को घटनाभन्दा पहिला गोर्खाको राजाले न्याय दिएर प्रधानमन्त्री को बनाएको थियो? शेरबहादुर देउवा बनाएको थियो, मलाई जहाँसम्म याद छ। तपाईँहरू पनि जो त्यो बेला अलिकति भइसकेको बेलामा त्यो बुझ्न सक्नुहुन्छ। र एमाले आधा प्रतिक्रिया सच्याएर ऊ प्रधानमन्त्री र अर्थमन्त्री लिएर बसेको थियो। अहिले ठिक उल्टो हो, एमालेको सरकारमा काङ्ग्रेस छ तर पात्र त्यही छ, प्रवृत्ति त्यही छ। पात्र र प्रवृत्ति नफेरियो भने जसरी आजै काङ्ग्रेसको महामन्त्रीले उपदेश दिनुभयो, तर उहाँ आफै के भन्छ भने आफै भारतको दक्षिणी भारतको सिनेमाको शैलीमा 200-300 गाडी लिएर बिचौलिया दलाल तस्करलाई साथमा लिएर कहिले वीरगञ्ज सिमरा एयरपोर्टबाट जानुहुन्छ त कहिले त्यहाँ सिन्धुलीमा जानुहुन्छ। उहाँको कार्यक्रम त्यो 200-300 गाडीको भाडा कसले दिन्छ? तेलको पैसा कसले दिन्छ? खाना कसले दिन्छ? त्यो खर्च कहाँबाट आइरहेछ? त्यो उहाँले महामन्त्रीले त भनिदिनु पर्थ्यो नि संसदमा। त्यो उपदेश दिने ठाउँ संसद होइन या देश होइन। जनता कुनै उपदेशमा विश्वास गर्दैन। जनता रियल लोकतन्त्रमा विश्वास गर्छ, मेरिटोक्रेसीमा विश्वास गर्छ। जस्तै अहिले नै प्रदीप पौडेल स्वास्थ्य मन्त्री छ, उसले जहिले पनि मेरिटोक्रेसीलाई मासिरहेछ। आज पनि एउटा नीति गरेको छ। मैले संसदमा भनिदिएको थिएँ कि प्रदीप पौडेल हुन्जेलसम्म त्यो स्वास्थ्य मन्त्रालयमा बाहुन बाहेक कोही पनि अन्य जात, पहाडको क्षेत्री पनि खुसी नहुँदा हुन्छ, या जनजाति, दलित, महिला, मधेसी कोही हुँदैन। ऊ सबैको विरोधी हो। किनकि उसको एउटै छ कि जति चाँडै पैसा कमाऊ र महामन्त्रीलाई पनि बुझाउँ, पार्टी सभापतिलाई बुझाउँ र सदाको लागि। यो जुन कमिसन तन्त्रबाट जुन सरकार चलिरहेछ, भ्रष्टाचार तन्त्रबाट चलिरहेछ, खतरा त्यहाँबाट छ। जसरी 20 जना बिचौलिया यो 18 वर्षमा गणतन्त्रलाई राष्ट्रसंस्था पक्षधरबाट खतरा छैन। हेर्नु, राज संस्था त हिजोको दिनमा पनि थिए त खतरा त थिएन नि। जनताले लोकतन्त्र लाएर देखाइदियो नि। के हिजोको दिनमा त सक्रिय राजतन्त्र ल्याउन खोजिरहेका छन् नि त। होइन, यही अस्ति पनि तपाईँले सोध्नु भएको थियो। जनता यो देशको मालिक हो। जनता आजको दिनमा नेतातन्त्रबाट दुखी छ। जनता र जनताको प्रतिनिधि हामी जस्ताले पनि यो दलतन्त्रको नेताबाट दुखी छु। किनकि यिनीहरूले मान्छे मार्दा पाउने,
हिजोको दिनमा पारसले पुलिस कुटिया थियो भने त अहिले एमालेको कार्यकर्ता पारसै जस्तै कुटिया छ नि। हिजोको दिनमा मान्छे मूर्ति बेचेपछि त अहिलेको दिनमा पनि मान्छे बेचेर नै उन्मुक्ति पाएको मुद्दा नचल्ने कोशी प्रदेशको मन्त्री उन्मुक्ति पाएको होइन। त्यस कारण हिजोभन्दा सुपर गरिरहेछ। राजाको पालामा जति निशंस काम भएको थियो त्योभन्दा बढी भ्रष्टाचार, त्योभन्दा बढी आफ्नो तन्त्र। एउटा कुरा, राजा कुन आफ्नो श्रीमतीलाई मन्त्री बनाएको छ त? शेरबहादुर त आफ्नो श्रीमतीलाई मन्त्री बनाएको होइन, थोरै काङ्ग्रेसको मान्छेलाई मन्त्री बनाएको हो। त्यो कहिलेको काङ्ग्रेस हो? शेरबहादुरको श्रीमती भएर मन्त्री बनेको नि। त्यस कारणले यो जुन आफ्नो नाता गोताले भने जस्तै मानौँ न राष्ट्रपतिले 7वटा सल्लाहकार राख्नुभएको छ मन्त्री स्तरको, त्यो के काम हो सल्लाहकारको? जनता लुट्ने काम होइन। एउटा कुरा, मन्त्रीहरूलाई सल्लाहकार किन चाहियो? प्रेस सल्लाहकार होस्, चाहे कानुनी सल्लाहकार, चाहे राजनीतिक सल्लाहकारलाई के चाहियो? त्यहाँ त ठुलो मन्त्रालय हुन्छ नि, ठुलो ब्युरोक्रेसी हुन्छ, सचिवदेखि सहसचिवदेखि उपसचिवदेखि कानुनको सहसचिवदेखि सबै हुन्छ। यो आफ्नो मान्छेबाट देश लुटाउने र देशलाई टाट पल्टाउने र विदेशीको ऋण 26 खरब विदेशी र आन्तरिक ऋण दुईटी मिलाएर 26 खरब पुर्याउने खतरा त्यहाँबाट छ। नेपाललाई गरिब बनाइदियो कि राजाले सबैलाई पासपोर्ट थमाएर विदेशमा पठाइदियो? राजाको डिफेन्ड गर्न खोजेको होइन। तर तपाईँले लोकतन्त्रको नाउँमा जे पनि गर्ने, जे पनि लुट्ने, जम्मै दलहरूले मिलेर यता प्राइभेट सरकारी शिक्षा समाप्त गर्दै प्राइभेट बोर्डिङ स्कुलमा सबैको लगानी छ। नेताहरूको लगानी गएर हेर्नुहोस् कि प्राइभेट कलेज स्कुलहरूमा, नर्सिङ होममा, अस्पतालमा कति छ। त्यो कहिले छानबिनको विषय बन्यो? यो 18 वर्षमा जुन लुट भयो, जसको आफन्तहरू, त्यो पहिला सेल्फ डिफेन्स उनीहरूको भाग्ने अवस्था आउँछ। तपाईँलाई एउटा कुरा बताउँछु, जनताले लखेट छ नि, जनता पीडित छ नि, राजा पीडित होइन नि। पीडित यो देशको जनता हो, सामान्य जनता हो, चाहे पहाडमा बस्ने जनता हो, चाहे मधेसमा बस्ने जनता हो, चाहे हिमालमा बस्ने जनता हो। त जनता पीडित भएपछि त्यो व्यवस्था रहँदैन। जनताले अब जनताको हातमा छ। यो जुन संसदमा 2/3 छ, 2/3 त शेख हसिनाको पनि थियो नि। यसको त 2टा पार्टी मिलाएर छ, त्यो पनि कमै छ, 4-5वटा पार्टी मिलाएर छ 2/3। तपाईँहरूलाई गणित यदि थाहा हो भने काङ्ग्रेस एमालेको 2/3 छैन। त्यो तपाईँले गणित अध्ययन गर्नुपर्छ। 2/3 त किन एउटा भूमि विधेयकबाट ब्याक हो? राष्ट्रिय सभामा नपास भएको कारण साधारण बहुमत पनि छैन, साधारण बहुमत पनि राष्ट्रिय सभामा छैन। त्यस कारणले मैले के भन्न खोजेको भने यदि लोकतन्त्रलाई खतरा छ भने अहिलेको भ्रष्टाचारी नेताहरूबाट छ, दलतन्त्रबाट छ, पूर्व राजाबाट छैन। पूर्व राजाबाट छैन। वैशाखभित्र केही हुन सक्छ, राजनीतिक परिवर्तन भन्दैछन्। जनता सडकमा आउनु लागेको छ। जनता आएपछि त के हुँदैन, सबै चिज हुन्छ। आज जनता सडकमा आयो भने श्रीलङ्कामा भयो, जनता सडकमा आयो बङ्गलादेशमा भयो, जनता सडकमा आउँछ नेपालमा हुन्छ। यसमा कुनै धेरै हिसाब किताब गर्नै पर्दैन। यो जनताको हातमा, शक्ति जनताको, देश जनताको हो। तर यिनीहरूको के बुझिया छ भने यो देश एमाले र काङ्ग्रेसको हो, र एमाले काङ्ग्रेसको कार्यकर्ताको पनि होइन, नेताको मात्रै। कि उसले आफ्नो श्रीमतीलाई नियुक्ति गरेर ठिक, ऊ आफ्नो सालोलाई नियुक्ति गरेर ठिक। अब अहिले कुलमान हटा छैन, एउटा नेताको सालोले पैसा थपिसकेको छ एउटा मान्छेसँग एमडी बनाउनलाई। यो कुराहरू त जनता बुझिरहेछ नि। जब हामी बुझ्छौँ त जनता पनि बुझिरहेछ नि। त्यस कारण जनतालाई गरिब बनाउने, जनतालाई विदेशी पलायन गराउने, युवाहरूलाई विदेशी पलायन गराउने, श्रमिकलाई विदेशी पलायन गराउने, अनि सबै व्यापार 10-20 जनाको हातमा दिइदिने, जम्मै अन्य व्यापारीलाई, सामान्य व्यापारीहरूलाई उठीवास लगाइदिने। आजको दिनमा व्यापारी पीडित छ, साधारण व्यापारी, बिचौलिया बाहेक। बिचौलियाको त जगजगी छ। बिचौलिया त प्रधानमन्त्रीलाई कन्ट्रोल गर्छ, पार्टी सभापतिलाई कन्ट्रोल गर्छ, महामन्त्रीलाई कन्ट्रोल गर्छ। त्यस कारणले आजको दिनमा नेपाली जनताको उठीवास लागेको छ। नेपाली जनताको उठीवास लाग्दाखेरि जनता के गर्नुपर्छ? जनता सजग छ। जनताले जे गर्छ त्यो निर्णय हामीलाई स्वीकार छ। वैशाखभित्र जनताले केही गर्दैछन् भन्ने सङ्केत पाउनु भएको छ। जेठभित्र केही न केही हुन्छ यो देशमा। यदि यस्तै रह्यो भने यिनीहरू सुध्रिने चान्स छैन। एउटा अनि सरकार सुध्रिने चान्सै छैन। मैले आज भन्ने बेला पनि थियो, यिनीहरू सक्ने बेलामा मुडमा गएछ। मैले जसरी भने लोकतन्त्रको दुहाई गर्नेले निषेधाज्ञा जारी गर्छ, डराएको होइन। एकातिर भन्छ केही भएको छैन, केही भएको छैन। हिजो शेरबहादुरको देखेको थिएँ स्टेटमेन्ट, अनि केही भएको छैन त किन उसकै गृह मन्त्रालय किन निषेधाज्ञा जारी गरेको? जब काठमाडौँमा केही छैन भने पत्रकारको कार्ड पनि त निलम्बनमा पर्यो। पत्रकारको कार्ड त यहाँ त डढे पत्रकार सँगसँगै खास गरी युट्युबर छ। ठुला मिडिया त बिकेकै हो। हिजोको दिनमा पनि दलाली गरेकै हो, बार्गेनिङ गरेकै हो, बिकेकै हो। अरबपति त के भएको होइन नि। मिडियावालाले के बिजनेस गरेर त्यत्रो अरबपति भयो? त्यस कारण ठुला मिडिया बिकेकै छ। र यही 18 वर्षमा धनी भएछ लुटतन्त्र। यही 18 वर्षको लुटतन्त्रको हिसाब त ठुला मिडियाले पनि पाएछ नि। विदेशी वेबसाइटको पैसा हेर्नु न, ठुला मिडिया पाएछ कि छैन? त्यो बच्चारा तपाईँहरू युट्युबर त 2-4-5 वर्षदेखि कताबाट वेबसाइटको पैसा खानु पाउनु भएन। सिधा कुरा हो नि। विदेशीको पैसा खाने, देशीको पैसा खाने, ठुला गर्ने र सञ्चार मन्त्रालयबाट ट्याक्स फ्री गराउने, ट्याक्स छुट गराउने, यो सबै रेकर्ड हामीसँग छ नि। हामी सामान्य सांसदभन्दा अलिकति अध्ययन गर्नेमा पढ्छु। त्यसै कारणले यो जुन 3-4वटा ठुला मिडिया छ त्यो लोकतन्त्रको लुटतन्त्रले पनि मचाएकै हो। लोकतन्त्रको नाममा सिन्डिकेट बनाएकै हो। तर आजको दिनमा ठुला मिडियाको रोल छैन।
आजको दिनमा युट्युबरको र सामाजिक सञ्जालको रोल छ। आजको दिनमा तपाईँले अहिले बोल्दा बोल्दा कसैले अपलोड गरिसक्नुभयो हुन्छ। त्यस कारणले आज अहिले म एउटा किताब पनि अमेरिकन किताब पढिरहेको छु कि द रोल अफ सोसल मिडिया इन पोलिटिक्स या स्टेट अफेयर्स भनेर छ। त्यो किताब मैले पढिरहेको छु, आधा पढिसकेको छु। त्यो आजको दिनमा सोसल मिडिया या युट्युबर तपाईँले जे नाम दिनुहोस् त्यसले दुनियाँको पोलिटिक्स डिसाइड गरिरहेको छ। आज ठुलो मिडियाको रोल छ। अमेरिकामा गरेर नेपालमा पनि त्यही गर्छ। तपाईँहरू जे चाहनुहुन्छ त्यही हुन्छ। तपाईँहरू जति कार खोसिँदैछ, जसले खोसिया छ त्यसकै जागिर जाँदैछ। तपाईँको त कार मात्र खोज्छ, उसको जागिरै जान्छ। तपाईँले जसले कार खोसिवाला चाहे सभामुख खोज्छ उसको जागिर जान्छ, सांसद खोज्नेवाला सांसदको जान्छ, प्रधानमन्त्री खोज्नेवाला प्रधानमन्त्रीको जागिर जान्छ। यो 2-3 महिनाको जागिर हो, अन्तिम भोज खाँदैछ उनीहरूले। अहिलेको सरकार अन्तिम भोजमा छ। अन्तिम भोजमा छ, अहिले पनि लुट्नैमै छ, अहिले पनि सुशासनको कहीँ उसको छैन। त्यस कारणले सच्चिने सङ्केत देख्नु भएन माननीज्यू। म देख्दैन नि, प्रतिनिधिसँग बोल्नु भएको थियो सच्चिने कि सकिने। आज पनि बोलेको छु, आज नाउँ लिएर बोलेको छु कि काँड सम्हालेको कारणले गणतन्त्रको खतरा राजावादीबाट छैन, काँड सम्हालेबाट खतरा छ, यो लुटतन्त्रबाट खतरा छ। हामी लास्ट लाइन अफ डिफेन्समा छु। फर्स्ट लाइन अफ डिफेन्समा जो हुनु पर्यो, जो अनि 18 वर्षमा लुटिया छ, प्रधानमन्त्री बनेर, गृहमन्त्री बनेर या 32जना मन्त्री बनेर या अन्य पदमा गएर लुटिया छ, तिनीहरू सडकमा पहिला फर्स्ट लाइनमा आउनु कि जनता ढुङ्गा हान्छ कि हान्दैन। उनीहरू त अन्तिम भोज मनाउँदैछन् भन्नु। भोज मनाउँदैछ, पछि पनि यस्तै लुट्नको लागि चाहियो यस्तै, त त्यसको लागि त सडकमा आउनु पर्यो नि। सडक आएपछि जनताले ढुङ्गा नहानेपछि बुझ्छु कि यिनीहरू राम्रो काम गरेको छ। त्यस कारणले यो जो लुटिरहेछ त्यो सडक पर हामी जस्तै हिँड्न सक्दैन। हामी नेपालको 77 जिल्लामा जुनसुकै भूभागमा भन्नुहोस् बिना सुरक्षाको म हिँड्छु। मलाई विश्वास छ कि नेपाली जनतालाई हामीलाई केही गर्दैन, किनकि हामी लुटिया छैन। जनताको नाउँमा सरकारलाई जेल पनि आएन, सरकारले बरु हामीलाई विभिन्न दुःख दिन खोज्छ। कहिले अख्तियारको चिठी काट्न लगाउँछ, कहिले सम्पत्ति सृजनको चिठी काट्न लगाउँछ, कहिले पुलिसलाई भन्छ यसलाई मुद्दा लगाइदियो, कहिले के भन्छ, अनि कहिले गार्ड खोजिदिन्छ, कहिले त्यो गरिरहोस्। म नेपाल राष्ट्र नेपाली जनताको म कसम नेपाली माटोको खाएछु र नेपाली राष्ट्र जनताको खाएछु, जनताप्रति। त्यस कारण जनताको साडी उठी भएको छ। तपाईँ आफै बताउनु न, हिजो पञ्चायतमा बोल्न दिएन कार्ड, अहिले गणतन्त्रमा पनि कार्ड खोज्न पाइन्छ? यो कस्ता गणतन्त्र, कस्ता लोकतन्त्र? प्रश्न त सोध्न पाइन्छ नि। लोकतन्त्र गणतन्त्रमा त ग्यारेन्टी छ, संविधानमा फन्डामेन्टल मौलिक अधिकारको तहत छ कि फ्रिडम अफ एक्सप्रेसन भन्छ। कुनै गाली त गरायो नि, हिटलर भने मैले सुनेको थिएँ। हिटलर त हिटलर शैली त हिटलर त निर्वाचितै थिए नि। तपाईँ बाहिर भन्नुभयो त तपाईँको कार्ड खोज्यो, हामी भित्र बोल्छौँ कहिले कार्ड खोज्दैन। म त भित्रै बोलेको छु नि, किनकि हिटलर निर्वाचितै थियो, कुनै राजवंशको प्रतिनिधित्व गरेका थिएन। त्यस कारणले जुन कार्ड खोज्ने भएछ त्यसको प्रति म खेद प्रकट गर्छु र जसले कार्ड खोसिया छ त्यसको जागिर जान्छ। 2-4 महिनामा चिन्ता नगर्नुहोस्।